Hello everyone, my name is Vijay Muktan. Today I'm going to discuss some problems. Let's begin. Um, Here you can see the problem like what state Green's theorem and use it find the area of an asteroid. Here you can see the equation of the asteroid. Green's theorem relates a line integral around a simple closed curve to a double integral over the plane region bounded by the curve. यो भने चाहिँ के हो भन्दाखेरि सपोज कुनै कर्भले चाहिँ यस्तो क्लोज रिजन बनाएको छ अरे होइन, त्यसको एरिया निकाल्नु पर्यो भने चाहिँ हामीले यो मेथड पनि युज गर्न सक्छौँ। सिमिलरली हामीले यो मेथड पनि युज गर्न सक्छौँ जुन चाहिँ डबल इन्टिग्रेसन मेथड हो, विच इज भेरी इजी के एकदम इजी हुन्छ क्या यो सुरुको मेथड भन्दा। द्याट्स वाइ हामीले चाहिँ यो फेरि ओन्ली कर्भ एकदम कर्भ तर कस्तो कर्भ भन्दाखेरि कर्भले बनाएको क्लोज एरियाको लागि मात्रै युज गर्न सक्छ हामीले ग्रिन्स थियोरम। सो एस्ट्रोइड भने चाहिँ के हो त? एस्ट्रोइड भने चाहिँ यस्तो भन्छ, खासमा यो निन्जा स्टार जस्तै भन्छ। हजुरहरूले बच्चामा देख्नुभयो होला यस्तो यस्तो। मलाई चाहिँ राम्रोसँग बनाउन आएन, यो कपीमा भए इजी हुन्थ्यो होला, बट इट्स भेरी डिफिकल्ट टु मेक हियर। सो यस्ता खालको एउटा क्लोज रिजन बन्छ। द्याट्स वाइ हामीले चाहिँ ग्रिन्स थियोरम युज गरेर चाहिँ हामीले यसको एरिया फाइन्ड आउट गर्छौँ। यसरी एरिया निकाल्नको लागि चाहिँ हामीले ग्रिन्सले एउटा फर्मुला दिएको छ, हियर यु क्यान सी। त्यसै गरी हामीले चाहिँ यसलाई अझ एकदम इजी वेमा गर्नलाई जसमा हामीले प्यारामेट्रिक फर्म युज गर्छौँ क्या। द्याट्स वाइ हामीलाई थाहा छँदैछ एस्ट्रोइडको प्यारामेट्रिक फर्ममा चाहिँ हामीले x = a क्युब t र y = a sin क्युब t हामीले युज गर्छौँ। नाउ यसको डेरिभेटिभ गर्दा यति आउँछ, यसको डेरिभेटिभ यो गर्दा आउँछ। सो हामीले जस्ट फर्मुलामा रिप्लेस गर्दाखेरि हाम्रो चाहिँ यस्तो हुन जान्छ। सो अब यसमा चाहिँ हजुरहरूले के देख्न सक्नुहुन्छ भन्दाखेरि यसको सिम्प्लिफाई गर्दै जाने हो गर्दाखेरि यसमा 3a क्युब र 3a क्युब बनाएछ, 3a स्क्वायर एन्ड 3a स्क्वायर के देखिरहेछ? कमन देखिरहेछ। सो यसलाई हामी कमन तान्छौँ। सिमिलरली अर्को हामीले साइन स्क्वायर टी र कस स्क्वायर टी पनि कमन देखिरहेछ, सो त्यो पनि कमन तान्छौँ। देन आफ्टर यो जुन यो कस स्क्वायर टी र साइन स्क्वायर टी त्यसको सम भनेको चाहिँ कति हुन्छ भन्दाखेरि 1 हुन जान्छ, जुन हामीले बच्चादेखि पढ्दै आएको कुरा हो। सो हियर यु क्यान सी द्याट त्यसपछि कमन तानेर 1 रिप्लेस गरेपछि हाम्रो फर्म चाहिँ यस्तो बन्छ। सो हामीले चाहिँ यसलाई डबल एङ्गल फर्ममा लानको लागि चाहिँ हामीले यसलाई तलमाथि चाहिँ के गर्छौँ भन्दा 4 ले मल्टिप्लाई गर्छौँ। सो हामीले तलमाथि 4 ले मल्टिप्लाई गर्दा यस्तो बन्ने भयो। हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ कि साइन 2t भने चाहिँ के भन्दा 2 sin t र cos t हो। त्यसै गरी यहाँ cos स्क्वायर t sin स्क्वायर t छ भने यसमा तलमाथि 4 ले मल्टिप्लाई गर्दाखेरि हामीले यसलाई यस्तो फर्ममा लग्न सक्छौँ। सो यसलाई चाहिँ हामीले डबल कसको फर्म के भन्छ यसलाई कसको फर्ममा लानुपर्छ इन्टिग्रेसन गर्नको लागि, किनभने हाम्रो स्क्वायरको टर्ममा इन्टिग्रेसन हुँदैन। सो यसलाई लगेर यसको सिम्प्लिफाई गर्दाखेरि हाम्रो रिजल्ट यस्तो आउँछ, हजुरहरूले देख्न सक्नुहुन्छ। अर्को क्वेसन रहेको छ CO2 भने कार्बन डाइअक्साइड छैन, यो क्वेसनको नाम हो। सो फाइन्ड द फलोइङ इन्भर्स ल्याप्लास ट्रान्सफर्म युजिङ द कन्भोल्युसन थियोरम। यसमा चाहिँ हामीलाई क्वेसन गिभन दिएको छ, हामीलाई चाहिँ यसलाई चाहिँ यसको चाहिँ ल्याप्लास इन्भर्स निकाल्नुपर्छ विथ द हेल्प अफ कन्भोल्युसन थियोरम। सो हेर्दै जाउँ। अब यो जुन ल्याप्लास इन्भर्स अफ s बाई s स्क्वायर प्लस 4t एन्ड सिमिलरली s स्क्वायर बाई s स्क्वायर प्लस 9 यसको चाहिँ हामीले के गर्नु पर्यो? ल्याप्लास इन्भर्स निकाल्नु पर्यो। हामीलाई थाहा छ ल्याप्लास इन्भर्स अफ s बाई s स्क्वायर प्लस a स्क्वायर विच इज इक्वल टु cos 80। सो यसको ठाउँमा a को ठाउँमा कति रहेको छ त यहाँ भन्दाखेरि 2 रहेको छ, द्याट्स वाइ यो आयो र 3 स्क्वायर भनेको यो, त्यही भएर 3 आयो यसमा। अब हामीले चाहिँ यसमा चाहिँ मैले डाइरेक्ट कन्भोल्युसन फर्मुला युज गरेको छु, त्यही भएर यस्तो यो फर्ममा आउँछ। अनि त्यसपछि हामीले हजुर यहाँ देख्न सक्छौँ यसमा चाहिँ यो 2 टाइम्स अफ cos a एन्ड cos b को जस्तै फर्मुलामा जान खोज्छ तर गएको छैन। द्याट्स वाइ हामीले तल र माथि तल 2 ले मल्टिप्लाई गर्छौँ। सो यो यस्तो फर्म जान्छ र यो फर्मुलामा गइहालेछ। हजुरहरूले यहाँ फर्मुला हेर्न सक्नुहुन्छ। सो गर्दै जाउँ, यसको सिम्प्लिफाई गर्दै जाँदाखेरि हजुरहरूलाई सिम्प्लिफाई आइहाल्छ आई बिलिभ। त्यसपछि अब यसको इन्टिग्रेसन गर्ने हो भने यसमा चाहिँ हाम्रो
फंक्सन विथ रेस्पेक्ट टु du को रेस्पेक्टमा हामीले के गर्नुपर्छ यसको इन्टिग्रेसन गर्नुपर्छ सो यसमा चाहिँ यसमा d cos 3t minus u छ सो माइनस u को कारणले गर्दा माइनस आउँछ तर सो sin 3t minus u आउँछ यसको लोअर लिमिट 0 एन्ड अपर लिमिट इज t सो सिमिलरली sin को चाहिँ 5u minus 3t भयो इन्टिग्रेसन भइहाल्यो अब यसमा चाहिँ हामीले यसको अपर लिमिट र लोअर लिमिट पुट गरेपछि चाहिँ हाम्रो फाइनल रिजल्ट यस्तो आउँछ सो यसमा पनि अब हामीले एलसीएम लिएर हेर्ने हो भने यस्तो आउँछ सो हजुरले बुझ्नु भइहाल्छ आई बिलिभ अब हाम्रो लास्ट क्वेसन which is very long है which is very I think is very important for our exam अर्को क्वेसन रहेको छ LO6 solving the using Laplace transform हजुरले यहाँ देख्नुहुन्छ डबल डेरिभेटिभ अफ y plus 2 times first derivative of y plus 2 times y which is equal to 5 sin t and first derivative यसको इनिशियल भ्यालु चाहिँ यो इनिशियल भ्यालु दिएको छ फर्स्ट डेरिभेटिभ 0 र सेकेन्ड डेरिभेटिभ 0 दिएको छ नाउ applying Laplace on both sides so हामीले दुवै तर्फ चाहिँ Laplace लिन्छौं यो खासमा किन गरिरहेछौं भन्दा यसबाट हामीले चाहिँ फंक्सन अफ y निकाल्नु पर्ने हुन्छ दैट्स व्हाई हामीले Laplace इन्भर्स युज गरिरहेछौं सो Laplace इन्भर्स युज गरे त्यसपछि s² प्लस यो जुन यति टर्म छ नि यति टर्म भने चाहिँ हाम्रो Laplace अफ फर्स्ट सेकेन्ड डेरिभेटिभ अफ y बनाउँछ सो हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ छ त्यसै गरी यसको लागि यहाँ रहेको छ ल यसको लागि यहाँ रहेको छ हामीलाई थाहा Laplace अफ 5 चाहिँ कति हुन्छ त Laplace अफ 5 sin t चाहिँ कति हुन्छ भन्दाखेरि 5/s² + 1 हुन्छ हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ त्यसै गरी अब सिम्प्लिफाई गर्दै जाने हो भने यसलाई चाहिँ यस्तो टर्ममा आउँछ यो अब यसलाई चाहिँ हामीले अब दुई तरिकाले गर्न मिल्छ एउटा कन्भोल्युसन भर्खर माथिपट्टि हामीले डिस्कस गर्यौं कन्भोल्युसन थ्योरम र अर्को भनेको हामीले पार्शियल फ्र्याक्सनबाट गर्न सक्छौं पार्शियल फ्र्याक्सनबाट गर्यो भने एकदम लामो हुन जान्छ सो हामी चाहिँ कन्भोल्युसन मेथड युज गर्छौं सो माथिको जसरी नै हामीले यसलाई माथिको जस्तै सल्भ गर्न ट्राई गर्छौं सो यु क्यान सी दैट यसको एउटा फंक्सन हो त्यसमा अनि यस्तो गरे हो त्यसपछि यो चाहिँ कन्भोल्युसन थ्योरम हो यहाँ एउटा अघि माथि कुरा पनि यो माथि लेख्नु पर्ने छ मैले बिर्सेछु सो नाउ यो जुन हामीले यसलाई जुन यो छ नि अगाडि टर्म यसलाई चाहिँ हामीले चाहिँ 5 sin t अनि t को ठाउँमा हामीले u रिप्लेस गर्यौं u बन्यो र यो सेकेन्ड टर्म भनेको चाहिँ कहाँबाट आको भन्दाखेरि यो टर्मबाट आको है त यो चाहिँ Laplace इन्भर्सबाट हो सो यो इजी छ तर लामो छ बट यसमा चाहिँ धेरै मिस्टेकहरु हुने चान्स एकदम बढी देखिन्छ सो हामीले चाहिँ यसमा यहाँ हजुरहरुले राम्रोसँग देख्नु भएको छैन रहेछ हैन यो चाहिँ खासमा -t - u हो सो यसमा हामीले चाहिँ -t चाहिँ अगाडि आयो किनभने त्यो चाहिँ कन्स्ट्यान्ट इज अ कन्स्ट्यान्ट हो सो -t - u र माइनस इन्टु -u चाहिँ which is equal to पोजिटिभ u सो हजुरले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ माथिबाट आको हो नाउ यसको इन्टिग्रेसन गर्ने हो अब यसको इन्टिग्रेसन गर्दाखेरि यसलाई पनि हामी के यसमा फर्मुला हजुरले देख्न सक्नुहुन्छ 2 sin a sin b which is equal to cos a minus b minus cos a minus b सो यसको फर्ममा लग्यो र यसमा इको पावर टर्ममा लग्यो हजुरहरुले यो फर्मुला चाहिँ एकदम ध्यान दिनुपर्ने हुन्छ यो फर्मुला जुन मैले यहाँ राखिदिएको छु e to the power ax cos bx dx which is equal to e to the power ax by a square plus b square and 8 times cos bx plus b sin bx यो फर्म हुन्छ सो यसलाई यो चाहिँ कहाँ युज हुन्छ भन्दाखेरि यो हजुरहरुले यहाँ देख्न सक्नुहुन्छ दुईटा भेरिएबल दुईटा यसमा नि युज छ यसमा पनि युज छ सो हामीले यसलाई चाहिँ यो मेथडबाट युज गर्न सक्छौं सो हजुरहरुले यहाँ देख्नुहुन्छ e to the power u by 1 भने a भनेको चाहिँ 1 छ सो 1 स्क्वायर प्लस b भनेको चाहिँ हाम्रो -2 छ सो -2 को स्क्वायर भन्नु र +2 को स्क्वायर भन्नु एउटै हो सो मैले चाहिँ यहाँ +2 को होल स्क्वायर लेखिदिएको छु सो यहाँ त्यही फर्ममा राख्यो यसको फर्मुला युज गरेर अनि त्यसपछि यसको इन्टिग्रेसन गर्न यसको लोअर लिमिट चाहिँ 0 छ र यसको अप्पर लिमिट t छ सो यसको लोअर लिमिट र अप्पर लिमिट पुट गर्यो त्यसपछि हाम्रो यस्तो आयो
सो यसमा पनि हामीले सिम्प्लिफाई गर्यो सिम्प्लिफाई गर्दाखेरि 4 cos t minus 4 e to the power t cos t plus 2 e to the power t sin t plus 2 sin t भयो सो यसमा हामीले अब e to the power minus t ले सबैलाई मल्टिप्लाई गर्यौं द्याट्स वाइ अब लास्टमा यस्तो आयो which is our final answer at the end म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि भिडियो बनाउन एकदम गाह्रो हुँदैछ त्यही हो ह्यान्ड्स अफ टु आवर डिडी सर